हामीलाई अब इच्छै छैन। अब जस्तो समयमा हामीलाई रुवाएको छ नि, अब हाम्रो पाउने सहुलियतहरू थियो त्योहरू पाइन्न होइन। तपाईँहरू जस्तै महिला श्रमिकहरूले बहिष्कार गर्नु भएन अमर लामाको? हामी पनि त्यही नि हो, हामी उयो गर्दिनौँ। हामीलाई अब इच्छै छैन। अब जस्तो समयमा हामीलाई रुवाएको छ नि, अब हाम्रो पाउने सहुलियतहरू थियो त्योहरू पाइन्न होइन। हामी सडकमा श्रमिक भवन हामी घेर्नु गयौँ, त्यति बेला हाम्रो मजा पुऱ्यायो। हामी भोकै भोकै त्यहाँ करायौँ, हाम्रो पछाडिबाट ब्यागबाट उनीहरूले मजा उठायो। त्यति बेला उनीहरू आएर बोलिदिएको भए हामीलाई पनि त अलिक सहायता हुन्थ्यो। त्यति बेला बोल्दैन उनीहरू, त्यसले गर्दा हामीलाई एकदम नफरत छ। हजुर, सरकार त अब हामीलाई यो हामी बगान बस्तीलाई हेर्ने नै आओस् न, जुनै सरकार होइन हामी बगानलाई हेरोस्, त्यति नै मात्रै हो। यसपालि परिवर्तन अब अहिले चाहिँ हालैमा चाहिँ अब बगानको हाजिराहरू बढाइदिएको भए, भोट अगाडि दिएको भएदेखि हामी खुसी हुन्थ्यौँ होइन। जुनै आउँथ्यो हामीलाई जसले हाजिरा फर्स्ट बढाइदिएको थियो उसैलाई पाउँथ्यो। अब अहिलेसम्म त खोइ त अब बढ्छ आशैमा छ। भोट लगेपछि छैन, हामी जस्तोको त्यस्तै नि हो, केही पाउने होइन हामीले।